ल आज चाहिँ हामी यो पोर्चुगलको पाल्मा दुर्गम गाउँमा चाहिँ यसरी हिँड्दैछौँ। युरोपको सबभन्दा दुर्गम गाउँ कस्तो हुन्छ भनेर हेर्दाखेरि यति दुर्गम गाउँमा पनि पिच बाटो छ। अनि हाम्रो कमल भाइ बागलुङदेखि उता हाम्रो कृष्ण भाइ के छ भाइ, सन्चै छ? सन्चै छ तर तपाईँ विदेश आउनु भएछ होइन, अहिले पोर्चुगल हुनुहुन्छ हाल? म पोर्चुगल होइन, म साउदी अरब होइन। त्यस्तो अलि अल्टर नबोल, जनताको लागि अल्टर नबोल्नु। नेपालमा राजावादीले आन्दोलन चर्काइरहेको छ, तपाईँ राजा पछि कि गणतन्त्र पछि कि तपाईँको श्रमजीवीमा चाहिँ केले फरक पार्ला जस्तो लाग्छ? भन्नाले स्वतन्त्र नै चाहिन्छ, पार्टी नहोस् भन्ने हो नेपालमा? के चाहिन्छ त? अनि यो चाहिँ हाम्रो बड्डा र म, उहाँको घर चाहिँ कहाँ भन्नुभयो? कैलाली। अहिले हाल चाहिँ पोर्चुगल हुनुहुन्छ। यो पोर्चुगलको सबभन्दा दुर्गम एरिया दुर्गम एरियामा पनि यस्तो पिच बाटो छ होइन। चारैतिर जङ्गलै जङ्गल छ। जङ्गल छ, तर यी जङ्गलहरू भनेका नेपालका जस्ता अब नेपालमा त अब होइन, वन जङ्गल भए पनि कति दाउरा सडे गलेर गएछन् सरकारले होइन, त्यसको सही सदुपयोग गर्न सकेको छैन। यहाँ चाहिँ एउटा रुखको नम्बर लेखेर एकदम सुरक्षित सफा संरक्षण गरेछ। आगजनी हुनबाट बचाउँछन्, आग लागि हुन दिँदैनन्। अब हामी यहाँबाट अलि माथिसम्म पुगिन्छ।